बंगलादेशको चुनाव 17 वर्षको निर्वाचनदेखि प्रधानमन्त्रीको कुर्सीसम्म को हुन् तारिक रहमान? ऐतिहासिक पुनरागमनको कारण के? किन बढारियो हसिनालाई सत्तारूढ गर्नेको पार्टी अपरिपक्व राजनीतिकी फितलो संगठन? झन्डै 17 वर्षको लामो लन्डन निर्वाचन, दर्जनौं फौजदारी मुद्दा र नातावादको चर्को आलोचनालाई चिर्दै 60 वर्षीय तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। हालै सम्पन्न आम निर्वाचनमा बांग्लादेश नेशनलिस्ट पार्टी बीएनपीले स्पष्ट बहुमत हासिल गरेसँगै जिया रहमान परिवारको विरासत पुनः सत्ताको केन्द्रमा फर्किएको छ। सन् 2007 मा देश छोडेका रहमान डिसेम्बर 2025 मा मात्र स्वदेश फर्किएका थिए, जसको केही दिनमै उनकी आमा तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भयो। आमाको मृत्यु र पार्टीको चुनावी जितले उनलाई एकसाथ पारिवारिक शोक र राजकीय जिम्मेवारीको मोडमा उभ्याएको छ। पारिवारिक विरासत र राजनीतिक जग। तारिक रहमानको राजनीतिक नसामा बांग्लादेशको इतिहास मिसिएको छ। उनका पिता जियाउर रहमान बांग्लादेशको स्वतन्त्र सङ्ग्रामका एक प्रमुख सेनानी र पूर्व राष्ट्रपति थिए, जसले सन् 1978 मा दक्षिणपन्थी विचारधारा बोकेको बीएनपी स्थापना गरेका थिए। सन् 1981 मा एक सैन्य विद्रोहमा पिताको हत्या भएपछि उनकी आमा बेगम खालेदा जिया राजनीतिमा होमिन्। खालेदा जिया बांग्लादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन् र लामो समयसम्म शेख हसिनासँग सत्ताको लुकामारी खेलिरहिन्। यही शक्तिशाली राजनीतिक पृष्ठभूमिमा हुर्किएका तारिकले सन् 2001 मा पार्टीको सक्रिय सदस्यका रूपमा औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए। रहमानको उदय जति तीव्र थियो, उनी माथिका आरोपहरू पनि त्यति नै सङ्गीन थिए। सन् 2001 देखि 2006 सम्म उनकी आमा प्रधानमन्त्री रहँदा तारिकमाथि छाया सरकार चलाएको र भ्रष्टाचार मार्फत अकुत सम्पत्ति कमाएको आरोप लाग्यो। सन् 2007 मा सेना समर्थित अन्तरिम सरकारले उनलाई भ्रष्टाचारको अभियोगमा पक्राउ गर्यो। 18 महिना जेलमा बिताउँदा आफूलाई कठोर शारीरिक र मानसिक यातना दिएको दाबी रहमानले गर्दै आएका छन्। अन्ततः राजनीति त्याग्ने शर्तमा रिहा भई उनी उपचारका लागि लन्डन गए, जहाँबाट उनी 17 वर्षसम्म स्वदेश फर्किएनन्। निर्वाचनमै रहेका बेला शेख हसिनाको सरकारले उनीमाथि सन् 2004 को एक राजनीतिक र्यालीमा भएको ग्रेनेड आक्रमणको मुख्य योजनाकार भएको आरोप लगाउँदै जन्मकैदको सजाय सुनाएको थियो। यद्यपि रहमानले यी सबै मुद्दाहरूलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएका थिए र हालैका कानुनी प्रक्रियाहरूले उनलाई धेरै अभियोगबाट सफाई दिएको छ। यता उनी लन्डनमा रहँदा पनि बांग्लादेशी राजनीतिबाट टाढा भएनन्। प्रविधिको प्रयोग गर्दै उनले लन्डनबाटै भर्चुअल माध्यम मार्फत पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिइरहे। सन् 2018 मा आमा खालेदा जिया भ्रष्टाचारको मुद्दामा जेल परेपछि उनले पार्टीको कार्यवाहक अध्यक्षको रूपमा कमान सम्हाले। हसिना सरकारको दमनका बीच पनि पार्टीलाई एक ढिक्का राख्नु उनको सबैभन्दा ठुलो सफलता मानिन्छ। डिसेम्बर 2025 मा स्वदेश फर्किएपछि उनले 9 जनवरी 2026 मा आधिकारिक रूपमा पार्टीको पूर्ण नेतृत्व सम्हालेका हुन्। भावी चुनौती र अपेक्षा। प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने बाटो तय गरे पनि रहमानका अगाडि चुनौतीका चाङहरू छन्। विपक्षी र नागरिक समाजको एक तबकाले अझै पनि उनलाई वंशवादको उपज मान्दछ, तर पूर्व वाणिज्य मन्त्री अमीर जस्ता समर्थकहरूका अनुसार हसिनाको कठोर शासनमा जिया परिवार बाहेक अरू कसैले पार्टीलाई बचाउन सक्ने अवस्था थिएन। बांग्लादेशमा हाल व्याप्त आर्थिक सङ्कट, बेरोजगारी र भू राजनीतिक सन्तुलन, विशेष गरी भारत र चीनको सम्बन्ध मिलाउनु रहमानको पहिलो प्राथमिकता हुनेछ। लामो समयको निरङ्कुशतापछि लोकतान्त्रिक संस्थाहरूको पुनरुत्थान गर्नु र प्रतिशोधको राजनीति अन्त्य गर्नु नै उनको वास्तविक अग्नि परीक्षा हुने देखिन्छ। विद्यार्थी आन्दोलनको रात चुनावी मैदानमा चिसियो। यता विद्यार्थी आन्दोलनको जगमा बनेको नेसनल सिटिजन्स पार्टी एनसीपीलाई भने यो निर्वाचनमा ठुलो धक्का लागेको छ। सडक आन्दोलन मार्फत सत्ता परिवर्तनको नेतृत्व गरेको यो दल चुनावी मैदानमा 6 सिटमा समेटिएको हो। फलत पार्टीले चुनावमा
धाँधली भएको आरोप लगाउँदा यो शक्ति कमजोर देखिनुका पछाडि धेरै रणनीतिक र संरचनागत कारणहरू रहेका छन्। अर्थात् सडक आन्दोलनमा शेख हसिनाको 15 वर्षे शासन ढाल्न सफल भएका विद्यार्थी नेताहरूले उक्त सेन्टिमेन्टलाई चुनावी मतमा बदल्न सकेनन्। यसको मुख्य कारण सङ्गठनात्मक संरचनाको अभाव। यही कारण वर्षौंदेखि गाउँ-गाउँसम्म जरा गाडेका बिएनपी जस्तो स्थापित दलसँग भर्खरै बनेको एनसीपीले प्रतिस्पर्धा गर्न सकेन। आन्दोलनकारीहरूले सडकमा भिड त जम्मा गरे, तर प्रत्येक मतदान केन्द्रमा आफ्ना एजेन्डा र कार्यकर्ता परिचालन गर्ने इलेक्टोरल मेसिनरीमा उनीहरू चुके। दोस्रो महत्त्वपूर्ण कारण एन्टी हसिना मतको ध्रुवीकरण हो। हसिनाको बहिर्गमनपछि मतदाताहरूले अस्थिरताको डरले एउटा अनुभवी र शक्तिशाली विकल्पको रूपमा तारिक रहमानको नेतृत्वलाई रोजे। साथै एनसीपीले जमात ई इस्लाम जस्ता कट्टरपन्थी दलहरूसँग गरेको अप्राकृतिक गठबन्धन कतिपय उदारवादी युवाहरूका लागि रुचिकर भएन। विश्लेषकहरूका अनुसार सडकको क्रान्तिलाई संसदीय लोकतन्त्रको प्रक्रियामा ढाल्न आवश्यक पर्ने राजनीतिक परिपक्वता र व्यवस्थापनको कमी नै उनीहरूको हारको प्रमुख कारण बन्यो।